मैले नल्याएको होइन क्या, ल जाम म मन्त्री भएँ जाम भनेर मैले सुहानीलाई भन्यो भने त्यो आउनु मान्दैन हो कि। त्यस कारणले पोखरामा उसको साथीहरू छन्, उसको छ, यति हो। अब चाहिँ बेला बेलामा भेट्ने, परिवारलाई सहयोग गर्ने, खाना बस्नको व्यवस्था त गरिदिनु पऱ्यो। त्यो काम सबै भइरहेछ। र मेरो आत्मकथामा पनि कसैलाई शङ्का लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु, स्वास्नीलाई फोन गरेर सोध्नु है, कतिको दुःख पाउनु भएको छ, साह्रै दुःख पाउनु भयो होला कि भनेर सोध्नु त के भन्दो रहेछ स्वास्नीले। विश्वास लाग्दैन भने अथवा साह्रै झुत्रो झाम्टो लाएर बसेको छ कि हेर्न मन लाग्यो भने गएर हेर्नु, म डेरा नम्बर दिन्छु, नदीपुरमा छ होइन, दुःखै पाएर बसेको छ कि त्यो कसैलाई अनुसन्धान गर्न मन लाग्छ भने कि महावीर पुनले आफू चाहिँ यसरी बिन्दास भएर हिँडेर स्वास्नी छोराछोरीलाई धेरै दुःख दियो भनेर त्यो। अब रह्यो कसरी पालेको छ, श्रीमती के काम गर्नुहुन्छ? केही काम गर्दैन के, छोरीहरू पाल्यो, अब छोरीहरू करिब हुर्किसक्यो। अब रह्यो महावीर पुनलाई मलाई सोध्ने, तपाईँले सोध्नु भएन, म तपाईँले सोध्ने कुरा नसोधेको कुरा भनिदिन्छु। अनि त्यो स्वास्नी छोराछोरीले कसरी पालेको छ त, के को पैसाले पालेको छ, पाल्ने त पैसाले हो नि होइन। त्यो पनि जान्न चाहने हो भने मैले पहिल्यैदेखि भनिरहेको छु र मेरो किताबमा पनि लेखेको छु, मेरो केही साथीहरू छन्, धेरै साथीहरू छन्, यस्ता साथीहरू छन् जसले मलाई धेरै माया गर्छन् है।